हेलो गाइस, आज मेरो न्यू एनदर ब्लगमा सबैलाई वेलकम छ। आज चाहिँ म कति दिनपछि आज लामो क्लासमा जान आँटिरहेको छैन। अब लामो क्लासमा कस्तो लामो क्लास जति भयो होला हैन। अब आज चाहिँ मेरो पहिलो डे, खाना खाएँ। अब लामो क्लास अनि त्यहाँ लामो क्लासमा पढेको सबै गाइस ल अहिले अब म चाहिँ हिँड्न आँटेको। अब किनभने राति बाटोमा आँखा देख्दैन हैन, लाइट छैन, त्यही भएर हिँडेको चाहिँ ब्लग आउँदैन। ठ्याक्कै उता क्लासमा पुग्यो। सबै ब्लग आउँछ है त गाइस। यो मेरो ब्लग चाहिँ छोटो हुनेछ। क्लासमा आइपुगिसकेको छ हैन। अब क्लासमा आएको थियो, क्लास पनि भन्दो रहेछ होइन। खासमा चाहिँ मोमो गएर त्यतातिर आउँदै थियो। यिनीहरू टिकटक बनाउन बिग्रे। अब अहिले खोल्छ थाहा छैन। हाम्रो अहिले खोल्छ। वेलकम ब्लग। यता म यता क्लासभित्र आइपुगेको छ होइन। हाम्रो क्लासको हालत त्यस्तो राम्रो छ अरे। हाम्रो प्रथम धर्म ज्ञान संस्थाको गाइस, हाम्रो चाहिँ त्यो क्लासमा आएर ढोग्ने चलन छ होइन। यता थाङ्गा छ, यता साङ्गीको छ। ढोक्नुपर्छ, राम्रोसँग पढ्नुपर्छ। हाम्रो मम्ती क्लासको सिनियर जुनियर उता पारेको चाहिँ एकदम डाखो। शर्म करो, भगवान से डरो भोसड़ी। फाइनल गाइस, म त यता घरमा आइपुगिसकेको छ होइन। तपाईँहरूले मेरो रातिको ब्लग कस्तो लाग्यो, उता हाम्रो लामा क्लासको ब्लग कस्तो लाग्यो, राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। अनि ब्लगमा भेटौँला है त गाइस। आजलाई मेरो ब्लग यति नै रहेको छ। हस्त, धन्यवाद।